हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। हामी चाहिँ यसो जङ्गल घारी घुम्न आएको छौँ। हेर्नुहोस् केही छ यस्तो यस्तो छ। यस्तो घारी घुम्न आएको, घुम्न के भन्नु, अब एउटा साथीलाई सँग साइकल सिकाइदिउँ भनेर आएको। बबाले रहेछ कार आइरह उता होइन। हाम्रोतिर यस्तो सफा हुँदैन यार, जङ्गलतिर भयो, यता बाटोतिर भयो, यता त बबाल हुन्छ बबाल। एक सफा है। यहाँ त अहिले कति बज्यो तपाईँको, अहिले भन्नुहुन्छ भने 55 भएर 56सम्म यति हुन्छ। हेर्नुहोस्, अब रोकौँ अनि मेरो अनुहार पनि देखाउनु पर्ला नि त, होइन। अनि यसरी चाहिँ घुमघाम हुँदैछ। मेरो त दादा हो, ऊ चाहिँ साइकल चलाएर आउँदैछ। मलाई सिकाइयो, अलिकति भ्लग बनाउँछु भनेर आएको, बनाइरह। खासै त आउँदैन बनाउन, त्यही तर कान दुखिरह माक्री, कान दुख्यो रानबाट यहाँ सेन्टी फ्ल्याट हुन लागिरहेको कान दुख्ने हो नि, यस्तै छ। दाजु पोख यस्तो भन्दै बाटोहरू त यस्तो छ। यहाँ यस्तो घारी केरा पहिला फुल्ने चाहिँ के रहेछ यो बाटो, यस्तो घरहरू जङ्गलको बिचमा। उता चाहिँ मेरो दादाश्री। अनि यहाँ यस्तो छ, हेर्नुहोस् गाइजहरू। भनेर भन्नुहुन्थ्यो नि, के हेर्नु आउँदैन रहेछ यार, यस्तै छ। अलिक उज्यालोमै आउनु परेन, भोलि चाहिँ कन्फर्ममा उज्यालो बनाउँछु। अनि अलिक छोटो मिठो त के भन्नु यार, मिठो त आउँदैन बनाउन, के को मिठो हो र, छोटो चाहिँ भनौँ न। अहिलेसम्म बनाइए छैन, बनाउनै सिक्दैछु अलिअलि। तर मलाई यहाँ बाटो त्यताको लास्ट सफा लाग्ने हो क्या यहाँ यार, त्यो चाहिँ राम्रै। यो घाँस छ नि, यो घाँस यस्तो दामी हुन्छ घाँस। यो घाँस हाम्रो नेपालमा बाँक्री बाख्रा गोरुले कति खान्थ्यो होला हौ, त्यति लोभ लाग्छ के हेर्नु। हाम्रोतिर हुँदैन यस्ता, यस्तै। अब यस्तै छ जिन्दगानी, दर्पण छ यहाँ। यस्तै छ, हिँडिँदैछ एक्लै लखुर लखुर। साथी अगाडि गइसक्यो साइकल लिएर, कुकुरले टोक्ने पनि डर पनि छ। यस्तै छ, अब लाग्यो अलिक। यो भ्लग बनाउने कसरी मलाई यसो सिकाइदिनु पर्छ गाइजहरू यार। साथी दाजुभाइ दिदीबहिनीहरू प्राय कसकोमा आउँछ, आएछ भने काहीँ देखिहाल्नु भयो भने युट्युबतिर खोला चट्ट होइन, एक लाइक चाहिँ हान्नु ल। सेयर नगरे पनि सब्सक्राइबर चाहिँ नि मन लाग्यो भने, मन नलाग्यो एक लाइक हान्नु, कमेन्ट छोड्नु र कसरी बनाउने हो भनेर एकपल्ट सिकाइदिनु ल। मलाई आउँदैन कि, त्यही भएर मलाई सिकाइदिनु। सिक्नु पऱ्यो हौ, ब्लग बनाउन सिक्नु पऱ्यो। खासै आउँदैन, त्यसको कसरी बनाउने हो भनेर। यो चाहिँ घर हो, अनि बाटो हिँड्दाखेरि देखेको घर दामी छ हौ। केटाहरू बाइक लिएर कहाँ गएर पौलाहरू। मलेसियाको मान्छे हिँडेर चाहिँ गार्डनमा, फुलबारीमा यो बनाएर पानी हालिरहेको रहेछ। ठिक छ, हाल्नुपर्छ, यस्तै हो। ब्लग भनेको यस्तै छोटो मिठो, के भन्नु, के मिठो छोटो भन्नु, आउँदैन बनाउन। आएदेखि त दामी हुन्छ नि यार, यस्तो दामी ठाउँ छ है, हरियाली। 7 बजिसक्यो राति गनाउनु, बेलुकाको राति 7 कहिले बज्ने हो र, बेलुकाको। यो तेलै गाइजहरू यस्तोमा फल्छ तेल, यहाँको मलेसियाको तेलले यस्तोमा खानियो। यो नरिवलको पात जस्तै भएको चाहिँ सेम टु सेम हाम्रो चाहिँ त नरिवल जस्तै हुन्छ, तर यहाँ चाहिँ तेल फल्दो रहेछ। हामी चाहिँ कम्पनीमा काम गर्ने हो, तर हाम्रोतिर कम्पनी बाहिर यस्तो तेलहरू काट्ने मान्छेहरू थुप्रो भेटिन्छ क्या तेलहरू। तर दामी छ हौ, घुमी हेर्दाखेरि चाहिँ भ्यूहरू फुवाइ छ होइन, यस्तै छ। तर यो एउटा साथी छन् मेरा दाजु, नपर्खी हिँडै नभएर नसक्ने भयो, न त हेरौँ न अगाडि हिँडिरहनु भएछ है त।
कहाँ हो मान्छे त उहाँ माथि पुगिसकेको रहेछ यार हैट्टेरिका यस्तो हरियाली छ नि के अरे यार यस्तो हाम्रोतिर त्यतिर 5-7 झरेर नि कस्तो हुन्छ नि यतातिर 5-7 पनि नझर्ने रहेछ हौ सधैँ हरियै हुने रहेछ समुद्र छेउछाउमा भएर हो कि यो रुख यो चाहिँ हाँगा मात्र जस्तै झरेको रहेछ यहाँनिर झन्डै तारलाई क्ल्याप्स हान्दैछ यार यो चाहिँ बाटो यस्तो छ जिन्दगी चप्पलमा लोकल मान्छेहरू झन्डै गाडीले प्याच हान्थ्यो यार आफ्नो साइड ल्याएर हिँड्नु गाह्रो हो गाह्रो उकान थाकेर हो रोकिरहेको पर रोकिरहेको केटाले मोबाइल गतिले नभर हौ आइफोन किन्नु भने सकिँदैन के गर्नु आइफोन किन्ने पैसा भए त म के गर्थेँ हो यहाँ के अरे हाम्रो गाउँतिर त झन्डै खेतबारी पो आउँछ त आइफोन किन्ने पैसाले त सहरतिर नभने हाम्रो गाउँतिर यहाँ छैन साथीहरू यसो भन्दै म अब छुट्टिन चाहन्छु अब खासै बनाएन क्या यसो बाहिर निक्लेको थिएँ अनि के गरौँ साथीलाई साइकल सिकाउँ के गर्ने यो भनेर यहाँ यसो टक्क याद आयो क्या ओहो धेरै भयो नबनाएको एउटा बनाइदिउँ कि भन्ने भइरहेको थियो ल यसो भन्दै म छुट्टिन जान्छु बाइ